ओ नमस्कार सेवारो सबैजनालाई। आज चाहिँ म एउटा चिज लिएर आउँदैछु। अब के चाहिँ लिएर आउँदैछु होला त, अब यसमा ठक्कै हालेर सम्पूर्णमा पुर्याउँदैछु। अब यो क्यारेट लिएर जाँदैछु म, यहाँ खाली खुट्टै जाँदैछु। अब के ल्याउँछु होला त, अब म यो गाडी पनि आज बिहानदेखि मैले घरमै राखेको छु। अब यस्तो जाँदा 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 के चाहिँ लिएर आउँछु होला त। अब यो क्यारेटमा ठक्कैसँगले हाल्ने गरी ल हेर्नुहोस्, यो क्यारेटमा चाहिँ अब के हाल्नको लागि ल्याएछु भन्दाखेरि चाहिँ यहाँ माला आयो। ल हेर्नुहोस्, यो चाहिँ लाउनको लागि मैले धेरै मिहिनेत गरेर तल 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 टिप्न गएको थिएँ, तर टिप्नु कहाँ सकिँदो रहेछ र, रुखमाथि चार बाँसमाथि रहेछ। बल्ल बल्ल यति चाहिँ ल्याएको छु। अब यो चाहिँ म टिपेर भोलि नै अब म कहाँ पुर्याउँछु भन्ने कुरो मलाई मात्रै थाहा छ के। यो चाहिँ गाडी चाँडेर लागेको अरे बजारतिर, उसलाई सिट पनि चाहिँदैन अरे, यो बनेटमै बसेर जाँदा नि हुन्छ अरे उसलाई।